नमस्कार सम्पूर्णमा हाम्रो च्यानल स्मार्ट नेप्से ट्रेडरमा र साथै टिकटकमा पनि तपाईहरु फलो गरिदिनु होला। यही नामबाट रहेको छ र तपाईहरुलाई मैले आज एउटा मेरो एनालाइसिस लिएर आएको छु है। यो चाहिँ एउटा कम्पेरिजन हो। राति किन त्यति बढ्यो अनि बीपीसीएल त्यसरी नै बढ्यो, एसएचपीसी पनि त्यो बढ्ने दौडानमा छ र एसपीडीएल पनि हिजो राम्रो भोल्युमका साथ ठूलो बाइ आएको छ। हिजो अस्ति लगभग 3-4 दिनदेखि हाम्रो बाइ चाहिँ 390 मा छ र थोरै केही 441-42 को लाइनमा प्रॉफिट बुक गरियो र 80% हामीसँग होल्ड नै छ हैन एसपीडीएल। र अनि फेरि मैले अस्ति फेरि 420 मा फेरि इन्ट्री गरे। यसरी हाम्रो एसपीडीएल मा जस राम्रो भोल्युममा हामीले बाइ गरेका छौं र केही राम्रो हुन्छ भनेर मैले तपाईहरुलाई समक्ष मेरो अबको रणनीति के हुन्छ र कसरी शेयर मार्केट अगाडि बढेको छ यी एसपीडीएल के हुन सक्छ हैन र राधि बीपीसीएल मा कसरी अगाडि बढ्यो भन्ने एउटा सानो मेरो मूल्याङ्कन रहेको छ। हेर्दिनु होला है त। मलाई के लाग्छ भन्दाखेरि नि यो पाली राधि बढेपछि मैले बीपीसीएल मा ट्रेड गरे। के को आधारमा गरे भन्दाखेरि यो रिजर्भ छ नि, यो रिजर्भ चाहिँ तपाईको 32 करोड छ यसको र ऋण 34 करोड छ। रिजर्भ, ऋण र इन्भेस्टमेन्ट तीनटा कुरालाई हेरेर मैले बीपीसीएल मा लगानी गरेको थिएँ र त्यो अनुसार लगानी गर्दाखेरि राम्रो काम गरेको छ र प्रतिफल पनि राम्रो दियो। तपाईहरुले देख्नुभयो बीपीसीएल राम्रो बढेको पनि छ र बढ्दै छ पनि। र किन त्यस्तो भयो भन्दाखेरि मेरो अनुमान मात्रै हो तर यसले काम गरेको छ। त्यही भएर तपाईहरु पनि यस्तो स्टकहरु खोज्नु होला र त्यसले राम्रो परफर्म गर्छ गर्दैन तपाईहरु आफ्नो कमेन्टमा भन्नु होला है। हेर्नु त 32 यसको रिजर्भ छ, लोन 34 र यसको इन्भेस्टमेन्ट त आफ्नै यो त्यो इन्भेस्टमेन्ट तपाईको छ 1 अर्ब 80 करोड हैन है। ऋण यानी कि जम्मा 34 करोड छ, इन्भेस्टमेन्ट 180 छ भनेपछि ऋण त धेरै कम छ, इन्भेस्टमेन्ट त आफ्नै पैसा हो त्यो हो। र त्यस्तै यो बढेपछि मैले चाहिँ बीपीसीएल को यसो फन्डामेन्टल हेर्दाखेरि यो भन्दा झन् बलियो देखेँ मैले। त्यसपछि मैले बीपीसीएल मा ट्रेड गरेको थिएँ र राम्रो भएको छ। र तपाईहरुले बीपीसीएल हेर्न चाहनुहुन्छ भने हेर्नुस् यहाँ रिजर्भ छ 3.6 अर्ब, लोन छ 59 करोड है र तपाईको इन्भेस्टमेन्ट एकदम हेभी छ। इन्भेस्टमेन्ट छ तपाईको 4.9 अर्ब है। त्यस्तै हेर्नुस् अब तपाई अर्को हेर्न सक्नुहुन्छ। यो सँगै इक्विभ्यालेन्ट लगभग इक्विभ्यालेन्ट छ, अलिक कम त कम छ है तर राम्रो छ। तपाईको रिजर्भ छ 2.72 अर्ब, लोन बीपीसीएल भन्दा कम छ 58 करोड है र इन्भेस्टमेन्ट छ 3.98 अर्ब भनेपछि यो पनि बीपीसीएल को हाराहारीमा अथवा बीपीसीएल भन्दा 40-80 रुपैयाँ कम मा त यो पनि जान सक्ला। किताको हिसाबमा तपाईको पुँजी के रे यसको हाम्रो क्यापिटलको पेड क्यापिटलको हिसाबमा 33 लाख किता कम मात्रै हो, धेरै कम पनि छैन हो। त्यो कारणले एसएचपीसी पनि अबको राइजिङ अब चाँडो ग्रोथ दिन सक्ने स्क्रिप्टमा पर्न सक्छ। यो हाम्रो रिजर्भ, लोन र इन्भेस्टमेन्टको एउटा एनालाइसिस गर्दाखेरि किन त स्टकहरु आफै बढे त आफै यतिकै त बढेका होइनन्, किनकि त्यहाँनिर कारण छ। त्यो भनेको यो लोनको डाटा हैन, रिजर्भको डाटा र एउटा लगानीको डाटा हैन, तीनटा डाटालाई एनालाइसिस गर्दाखेरि हेर्नु त यो तीनटा यी डाटाहरु हैन र त्यही आधारमा मैले एउटा एसपीडीएल मा पनि यही एनालाइसिस गरेर मैले बाइ लिएको थिएँ र राम्रो भइरहेको पनि छ। हेर्नु होला रिजर्भ तपाईको छ 16 करोड, लोन छ 22 करोड है र लगानी छ 44 करोड। अब यिनीहरु जतिको अब त्यति राम्रो नभए पनि हैन यसको प्राइस अनुसार यो चाहिँ कम्पेरेटिभली राम्रो छ र यसको पेड अफ क्यापिटल अनुसार यो चाहिँ कम्पेरेटिभली राम्रो छ। त्यो भएको हुनाले गर्दा मैले तपाईहरुलाई एसपीडीएल रिकमेन्ड र टेक्निकली तपाई हेर्न चाहनुहुन्छ भने हेर्नुहुन्छ भने एसपीडीएल हेर्नु त तपाईहरु एसपीडीएल मा राम्रो भोल्युम का साथ ब्रेकआउट गरेको छ यो 400 हाम्रो 53 को लाइन हैन। अस्ति मैले तपाईहरुलाई टिकटकमा पनि भनेको थिएँ तपाईहरुलाई यो 411 को लाइन हाम्रो यो सुपर ट्रेन्डले राम्रो काम गरेको छ। यो स्क्रिप्टलाई 411 सम्म आउँछ होला, त्यो भन्दा माथि गयो भने बाइ कल लिनु होला भनेको थिएँ र मैले पनि 420 सम्म लिन पाएँ। 11-10 मा त मलाई लिन आएन
एउटा इमोसन फ्याक्टर पनि हुन्छ, कहिले खस्छ कि भन्ने लागेको थियो तर खसेन है। 420 सम्म एउटा मैले 20.1 मा बाइक लिएको छु मैले र राम्रो ग्रोथ गर्यो हो। यसरी बाउन्स ब्याक भएर गएको छ विथ भोल्युम सहित गएको हुनाले यो स्क्रिप्टले हिजो लगभग यो हाम्रो फिबोको लाइनलाई कटाएर बसेको छ र यसपछिको टार्गेट चाहिँ लगभग 530 को हाराहारीमा हुनेछ। यो अल टाइम हाई हो हैन, भोल्युम पनि राम्रो आएको छ र अर्को तपाईहरुलाई मैले देखाउन गएको छ यो हेर्नु त एसपीडीएल मा हिजो मात्रै 445 को एभरेज दरमा 78,000 किता बाइ भएको छ र 73 होल्ड नै भएको छ 19 बाट। र तपाईहरुको एक महिनाको डाटा हेर्नुहुन्छ भने 58 को राम्रो होल्डिङ छ 417 मा, यो 400 अहिले 50-52 को हाराहारीमा छ, त्यो धेरै बढेको पनि छैन। 58 ले लागेको हुनाले केही राम्रो गर्छ कि हिजो पनि राम्रो बाइक आएको छ र टेक्निकल्ली एकदम साउन्ड छ यो स्क्रिप्ट। त्यही भएर यो स्क्रिप्टमा अब रिस्क त रहिरहन्छ, आफ्नो रिस्कलाई म्यानेज गरेर रिस्क लिन सक्छु भन्नु लाग्छ भने यो राम्रो ब्रेकआउट छ। यो स्क्रिप्टले आज राम्रो गर्छ भन्ने मलाई लागेको छ है। 19 जुन आज लागेको छ, यो हेर्नु होला है। अनि र तपाईहरुलाई अर्को के भन्न चाहन्छु भने यो अब अर्को कुन स्क्रिप्ट थियो भन्दा हामीसँग यो चाहिँ एनजीपीएल को पनि मैले राम्रो देखिरहेको छु भविष्य है। यसको ऋण त छ, ऋण एनालाइसिस गर्दाखेरि खासै लोन रिजर्भ र इन्भेस्टमेन्ट एनालाइसिसमा यो खासै साउन्ड नहोला, त्यति हेरौँ है त एनजीपीएल। रिजर्भ राम्रो छ, 2 अर्ब छ है। लोन तपाईको 94 करोड छ र इन्भेस्टमेन्ट तपाईको 4 अर्ब इन्भेस्टमेन्ट। एनजीपीएल राम्रो छ है, एनजीपीएल पनि राम्रो छ तर लोन अलि बेसी भइदिएको मात्र हो है। तर एनजीपीएल पनि साउन्ड छ है त, मैले हेरेको थिएन यो स्क्रिप्ट चाहिँ। एनजीपीएल पनि राम्रो छ यो हिसाबमा पनि र अब टेक्निकल हिसाबमा पनि तपाईहरुलाई एनजीपीएल यो आज नै यो राम्रो गेन गर्छ जस्तो लागिरहेछ। आज 19 जुन हो है, आज हेर्नु होला, बिहीबारको दिन पनि हो है। र यो एनजीपीएल पनि यहाँ राम्रो गर्छ होला केही र आज राम्रै गर्छ भन्ने लागिरहेछ मलाई एनजीपीएल। ल यो दुईटा स्क्रिप्ट हो। अनि एउटा मेरो एकदम बेस्ट स्क्रिप्ट चाहिँ एसएचपीसी, अलवेज एसएचपीसी हो। ल यो पनि टेक्निकली राम्रो छ, यो हिजो घटे तापनि यो स्क्रिप्ट राम्रो छ। यो तपाईको यो लाइनसम्म 628 को यो हैन सुपर ट्रेन्ड को यो 1 आवर क्यान्डलसम्म मजाले हैन बाइ गर्न सकिन्छ। यो भन्दा मुनि आयो भने पनि तपाईहरु मजाले होल्ड गर्नु होला है। अन्त किता थप जानु होला, बीपीसीएल त्यहाँ पुग्यो भने, राधि त्यहाँ पुग्यो भने यो किन व्हाइ नट, यो किन पुग्न सक्दैन भन्ने त्यो एउटा परिकल्पनाका साथ अगाडि बढ्नु होला भन्न चाहन्छु है। र एउटा मैले यो स्क्रिप्ट चाहिँ राम्रो जाला भन्ने लागेर मैले भिडियो बनाएको थिएँ र यो शेयर मार्केट भनेको आफ्नै एनालाइसिस गरेर किनबेच गर्नु होला र हामीले बनाएको भिडियोको आधारमा बाइ सेल लिनु हुने छैन भन्ने मैले आशा राखेको छु है। किन भन्दा यो त एउटा ज्ञानको लागि मात्र रहेको छ। हेर्नु है, तपाईहरु आफ्नो मनी म्यानेजमेन्ट आफै गर्नु होला है त। र यो स्क्रिप्टमा के छ भन्दा तपाईहरुको तपाईको यो 2400 हैन 84 को लाइनको तल आयो भने तपाईहरुले स्क्रिप्ट चाहिँ फाल्दिनु होला है त। मैले तपाईहरुलाई स्क्रिप्ट ठिकै छ भनेको र बाइ कलको लागि मैले यहाँनिर ब्रेकआउटमा भनेको थिएँ। अब लगभग 100 भन्दा मुनि घटिसकेको छ है। र यो 2480 को लाइनको तल गयो भने तपाईहरुले यसलाई स्टप लस गर्न सक्नुहुन्छ। ल आजको लागि यति स्क्रिप्ट नै हो मसँग, मेरो एनालाइसिस यति नै हो है। तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। र मैले आज एउटा पृथक एनालाइसिस लिएर आएको थिएँ यो रिजर्भ लोन एन्ड इन्भेस्टमेन्ट थ्योरीको आधारमा हैन। यो आधार तपाईहरुलाई कस्तो लाग्छ र आफ्नो पनि एउटा रिभ्यु गरिदिनु होला, आफू पनि हेर्नु होला अरु स्क्रिप्ट कुन स्क्रिप्ट ल्याउँदा राम्रो काम गर्न सक्छ होला, कसको रिजर्भ भ्यालु छ के सबै आफै अध्ययन गरेर आफू पनि एनालाइसिस गरेर बाइ सेल गर्नु होला। यो भिडियोको आधारमा तपाईहरु बाइ सेल नलिनु होला, यो एउटा इन्फर्मेसन पर्पजको लागि मात्र बनाइएको भिडियो रहेको छ। यहाँहरुलाई राम्रो लागे सब्स्क्राइब शेयर गरिदिनु होला र लाइक गरेर
मलाई अझ एउटा प्रेरणा मिल्नेछ त्यो गरिदिनु होला। धन्यवाद।